हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म चाहिँ आज मेरो बेबीहरूसँग पसल जाँदैछु। मेरो 3वटा किड्स छ, म हजुरलाई देखाउँछु है त। ल हेर्नुहोस् है, यिनी चाहिँ मेरो छोरी म बराबर भइसकेका छिन्। हाई भनिदेऊ। हाई। यिनी चाहिँ मेरो सानो छोरा, कान्छो छोरा। हाई भनिदेऊ त बाबु। हाई भनिदेऊ। हाई भनिदेऊ। यो चाहिँ मेरो जेठो छोरा हो, यो चाहिँ मेरो जेठो छोरा। हाई भनिदेऊ छोरा। हाई। ल आज हामी चाहिँ 4 जना जान लागेको छौँ पसलमा। सानो बाबु, म, ठुलो बाबु अनि नानी। अब नानीले बाबु पक्र्दैन भनिरहेछ। म चाहिँ अब भ्लगिङ गर्ने क्यामेरा समात्न बन्दैन, त्यही भएर समात छोरी भनेको जाँगै मानेको छैन। सकेर हिँड। आऊ छोरा, आऊ छोरा। बाबुले भ्लगै बनाउनु दिन्न। अब प्रिन्स र म अघि गएर बनाउँछु भन बाबु। हो 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 माई गड। आज पनि पसलमा जानेछ मसँग। सानो बाबुले मलाई भ्लगै बनाउन दिन्न, भिडियो नै बनाउन दिन्न। हिजो झन्डै फुर्सद निकालेर माथि ग्राउन्डमा गएको थिएँ। दौगा फकाई भ्लग बनाएको हेर्नु। पछि अपलोड गर्दाखेरि स्पेस छैन भन्दै थियो, अपलोड भएन। पछि ग्यालेरीको डिलिट गरेपछि अब यसमा एडिटमा आइसकेको छ, जाँदैन होला भनेर डिलिट गरेँ। हेर्नु, दौगा बनाएको भ्लग पनि डिलिट भयो। आधी घन्टा फुर्सद निकालेर माथि गएर बनाएको, कामै लागेन। पसल बन्द गरी बच्चालाई माथि ग्राउन्डमा लग्छु बनाउँछु भनेर 1 घन्टा फुर्सद निकालेर गएँ। हेर्नुहोस्, कामै भएन। हिजोको मेरो मेहनत पानीमा गयो, पानीमा। मेरो छोरीले समातेछ सानो बाबुलाई। हाई भनिदेऊ बाबु। हाई हाई भनिदेऊ। हाई हाई सलाम। हाई सलाम गर्दै फेरि नमस्ते भन। ल हिँड न, दिदीलाई अप्ठ्यारो भयो। नमस्ते, दिदीलाई अप्ठ्यारो भयो। भ्लगै नबनाउन दिने, बाटोमा पनि के को भ्लग बनाउनु दिएला क्या यसले। ल खै हिजो खै ऊ बाख्रा खै बाबु, बाख्रा खै। ऊ प्रिन्सले यहाँ के पकाउँदैछ? फुल के छ त्यहाँ? फुल छ। कानमा लगाइदिए, कानमा। खै म देखाइदिन्छु सानो खै। ओहो, माथितिर फुल फुल्या रहेछ। यता पनि देखाऊ, यता उज्यालो देख्छ। हाई गर्छ। हेलो एभ्रिवान भन। हेलो एभ्रिवान भन। हाई गरिदेऊ। प्रिन्सले ल्याऊ, म लगाउँछु अब फुल। अब प्रिन्सलाई केही भन्नु छ? भन के खुब घरमा त हेलो एभ्रिवान भन्छस् त। ल भन त। सानो बाबुले नमानेर दिदीलाई अति गरिसक्यो। मलाई क्यामेरासँग पक्र्न बन्दैन। खुसी भएछस् नि बाबु? खुसी भएछस्? आर यु ह्याप्पी? आर यु ह्याप्पी एन्जल? वाइ आर यु एङ्ग्री? देखिस्, आर यु ह्याप्पी भन्छ बाबुले। आर यु ह्याप्पी? आर यु ह्याप्पी एड्रियल? I am happy भन। I am happy. Good. I am happy. Good. I am happy भन। I am happy भन त बेबी। एन्जल त रिसाएर हैरान भएको छ। एन्जल त रिसाएर। पकडा एकछिन भ्लगिङ गरन्जी पकडा है। ल अब बल्ल हिँड्न लाग्यो बाबु। प्रिन्स त अगाडि गइसकेको छ। खुसी भएर हिँड्न लाग्यो बाबु त। एड्रिल आज यतिजना गएर पसलमा पुरै मान्छे, घरका मान्छे नै भरिने भयो है। के भयो? के तान्दियो बाबु? कसले के तान्दियो? के तान्दियो भन त? कसले? यसले के तान्दियो? के? यसले
ल हिँड जाऊँ ल हो मेरो छोरा हिँड्छ है सानो बाबु हिँड्छ है बरा नि सानो बाबु हिँड्छ र ज्ञानी छ एड्रिल प्रिन्स कहाँ गयो प्रिन्स कता तल गराउ छोरा तल गराउ भयो अब एड्रिल के छ ओहो त्यहाँ छ के रहेछ यहाँ मन्दिर छ प्वाल छ मन्दिर बनाएको यहाँ मन्दिर जस्तै बनाएको मन्दिर प्वाल रहेछ नि जान्छु त्यहाँ भित्र दिदीहरू खै दिदी खै दिदी हाई कहाँ गयो दिदी पारेछ ओएन्जल छिटो अब जाने बसेर त्यहाँ नो लोटिन्छ नो त्यो मन्दिर हो कि मन्दिर जस्तै बनाएको हो क्या यहाँ आगे उसमा ग्राउन्डमा ग्राउन्डमा बचाऊ बाबुलाई बचाऊ यहाँ दिसा पिसाब गर्दैन त मान्छेहरूले यो बनाएपछि गर्दैनन् भनेर बनाएको छन् क्या यहाँ त्यसैमा बाबु फेरि चढ्ने गरे गाई आएको रहेछ नि ऊ नो हान्छ गाईले हान्छ जानिन है तारे दिदी हुनुहुन्छ दिदी हुनुहुन्छ गयो के हो त्यो गाई हो गयो कहाँ गयो बाबु ऊ त्यहाँ कहाँ गयो फेरि आयो दुईटा रहेछ नि दुईटा रहेछ अर्को आयो गाई अर्को आयो न छि हेर्नुहोस् है यो त पसल भूत आयो भने चाहिँ आयो ओ माई गॉड भूत आयो कहाँ थियो भूत यहाँ नजाऊ पसल जाने बेबी पसल जाने ढिलो भयो बेबी एड्रिल पसल पनि आइपुग्यौँ ल फाइनली गाइस ल बाई भन्देऊ एड्रिल बाई भन्देऊ ल बाई अर्को बाई एड्रिल भन्दै सानो बाबु भन्देऊ बाई सी यू नेक्स्ट ब्लग बाई सो आजलाई यति नै बेबीहरूले भ्लग पनि राम्रोसँग बनाउन दिएन भिडियो पनि राम्रोसँग बनाउन दिएन यहाँ ग्राउन्डमा खेल्ने रे अब पसल खोल्ने पनि ढिला भइसक्यो सो आजलाई यति नै सी यू नेक्स्ट भिडियो बाई